नमस्ते। तपाईँलाई मैले भनेको थिएँ हामीहरूको एउटा भाइ आएन। ऊ त लेट आयो। ऊ चाहिँ हामीहरूको सबसे ठुलो भाइ हो। अहिले हामी सबैले उसलाई टिको लगाउँदैछौँ। सामै भइगएको थियो ऊ आउँदा। अनि अहिले दिदीले लगाइदिन्छ। यसपालि टिको चाहिँ हामीहरूको घरमा बहुत रमाइलो भयो कि सबैजना आए, राम्रो लाग्यो। आउने पालिबाट त सायद म आउँदिनँ घरमा। म दूरमा बिहा भएछु, त्यही लागि बार आउन सक्दिनँ। बिहा पछि चाहिँ मेरो फर्स्ट हो तिहार। अब अनि म भाइलाई लगाइदिँदैछु। यसै ट्राई गरेको भिडियो बनाउनु, यसै एडिट गरेर आफ्नो फोनमा आफै अब हेरि पनि राम्रो भए पनि हाल्छु। बनाउँदै यस्तै भिडियोहरू अपलोड गर्छु। ऊ त बहिनी, हाम्रो सबसे सानो बहिनी हो। तपाईँहरूले सहयोग गरिदिनु, लाइक फलो गरिदिनु। मस्ती मजाक गर्दै भिडियो सबैले टिको लगायौँ। भाइले चाहिँ हामीलाई गिफ्ट ल्याइदिएको थियो, दिदीलाई मलाई चाहिँ हामी बिहा भएको भनेर। बहिनीलाई चाहिँ त फोन गर्दै हुन्छ, त जे भन्छ त्यही दिन्छु अरे उसलाई चाहिँ, हामीलाई चाहिँ दियो। अनि बहिनीले ऊ सर्ट दाजुछीलाई दिनुपर्छ भनेर आफै लिएर बसेको छ। थ्याङ्क यू। लाइक गरिदिनु, फलो गरिदिनु।